नमस्ते सबैजनालाई। म विष्णु विवेक। पछिल्लो समय नेपालमा राजा आउलान् कि नआउलान् कि, राजा आउँछन्, राजा ल्याउनु पर्छ भन्नेहरूको जमात बढेको देखेर मैले यो भिडियो बनाउन लागेको। अलिकति इतिहास कोट्याउने हो भने इतिहास कहिल्यै पनि पहिलेको जसरी फर्किँदैन, कुनै पनि हालतमा फर्किँदैन। बुझ्नै पर्ने एउटा तथ्य। जस्तो हामी आजभन्दा 2 वर्ष पहिला कस्तो थियौँ, हामी आजभन्दा 10 वर्ष पहिला कस्तो थियौँ, हामी आजभन्दा 20 वर्ष पहिला कस्तो थियौँ, पक्कै आजको जस्तो थिएनौँ नि। समय आजभन्दा 5 वर्ष पहिला कस्तो थियो, आजभन्दा 10 वर्ष पहिला कस्तो थियो, र आजभन्दा 25 वर्ष पहिले कस्तो थियो, आज त्यो छैन नि। हो, त्यसरी नै नेपालमा गणतन्त्र आएकै अहिले संविधान बन्नुभन्दा अगाडि नै, अर्थात् मलाई जहाँसम्म लाग्छ 2065 सालमा पहिलो संविधान सभाको बैठकले नेपाललाई गणतन्त्र राज्य घोषणा गरेको थियो। अब 64 को चैतमा भएको संविधानले संविधानभन्दा पनि पहिलो संविधान सभा बैठकले नै नेपालमा राजतन्त्र अन्त्य भएर गणतन्त्र घोषणा गर्दा जम्मा 4 मत विपक्षमा खसेको थियो भने बाँकी सबै गणतन्त्रको पक्षमा उभिएका थिए। त्यो 4 मत पनि अहिले राजावादीलाई बोकेर हिँडिरहेको राप्रपा नेपालको थियो। त्यति बेला अहिले जुन राप्रपा पर्यो, जसको नेतृत्व कमल थापाले गरेका थिए। मलाई जहाँसम्म लाग्छ नेपालमा राजतन्त्र फर्किन्छ भन्नु, अर्थात् कुनै देशले नेपालमा राजतन्त्र फर्काइदिन्छ भन्नु दिवा सपना मात्रै हो। कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन। पछिल्लो समय खास गरी राजावादी एकजना पुराना नेता नवराज सुवेदी, जसको नाम चर्चामा छ, उनको नेतृत्वमा पूर्व राजा ज्ञानेन्द्रले नै एउटा समिति बनाएर राजतन्त्र फर्काउन आन्दोलनको तयारी गर्न नेतृत्व दिएको भन्ने कुरा पनि आयो मिडियामा। अनि हालै मात्र त्यसको कमान्डर तोकिएका दुर्गा परसाईका अराजक भाषणहरू सुन्दा पनि नेपालमा राजतन्त्र ल्याइन्छ, गणतन्त्र फालिन्छ भन्ने यावत भाषणहरू सुन्दा चाहिँ ओहो आउँछ कि भन्ने धेरैमा भ्रम छ। तर आउँदैन, ढुक्क हुनुहोस्, आउँदैन। हामीले हाम्रो समय फर्काउनै सक्दैनौँ, कुनै पनि हालतमा फर्काउन सक्दैनौँ। कुनै नदीको धार फर्काउन सकिएला, परिवर्तन गर्न सकिएला, कुनै खोलाको धार परिवर्तन गर्न सकिएला, तर यो समय फेरि फर्काएर उही अवस्थामा पुर्याउन कुनै पनि हालतमा सकिन्न। चाहना त अनेक हुन्छन् नि। राणाहरूले कुनै पनि हालतमा नेपालमा प्रजातन्त्र ल्याउन चाहेका थिएनन्, तर राणाहरूको अन्त्य भइछाड्यो, किनकि राणाहरू बिचकै लडाइँले राणाहरूको अन्त्य भएको। प्रजातन्त्र आयो। प्रजातन्त्र आउँदा आजको गणतन्त्रको कल्पनै गरिएको थिएन। 2007 सालमा प्रजातन्त्र ल्याउँदा आजको गणतन्त्रको कल्पनै गरिएको थिएन। तर त्यति बेला तत्कालीन नेकपा माओवादीले, जुन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीले नेपालमा जनयुद्ध नामको एउटा आन्दोलन थाल्यो, जो सशस्त्र युद्ध थियो, द्वन्द्व थियो, नेपालीहरू बिचकै लडाइँ थियो। त्यसले अन्ततः नेपालमा गणतन्त्र, नयाँ संविधान र संघीयता ल्यायो। यसको पहिलो जसै जुनसुकै हालमा पनि माओवादीले जान्छ, प्रचण्डलाई जान्छ। तत्कालीन त्यति बेलाको नेतृत्व प्रचण्ड, बाबुराम भट्टराईमा जान्छ, किनकि उहाँहरूको त्यो भिजनरी आन्दोलनले नेपालमा गणतन्त्र ल्याएको। तर उहाँहरूको त्यो आन्दोलन सही थियो भनेर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतको दिल्लीमा 12 बुँदे समझदारी गरेर नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएर उहाँहरूकै माग अनुसार दिल्लीमा भएको समझदारी अनुसार संविधान सभाको चुनाव गर्ने, संविधान सभाको चुनाव लगत्तै बसेको पहिलो संविधान सभा बैठकले नै नेपालमा राजतन्त्र विधिवत रूपमा अन्त्य गरेर गणतन्त्रको घोषणा गर्ने भनेको। तर त्यही अनुसार घोषणा भयो। 10 वर्षमा माओवादीले गरेको आन्दोलन थिएन। त्यहाँ 17,000 मानिसको रगत बगेको छ र त्यही रगतले सिन्चिएको हो गणतन्त्र। यहाँ कुनै राजावादीले नारायणी छाडेर मात्रै आएको होइन, त्योभन्दा अर्को विकल्प नै थिएन। आज के सुनिन्छ भने नेपालमा गणतन्त्र फेरि फालिन्छ, संघीयता फेरि फालिन्छ, प्रदेश फालिन्छ, यो संविधान पनि च्यातिन्छ भन्छन् होला कतिले। सम्भवै छैन।
हरेक नेपाली 3 करोड 3 करोड नेपाली त्यो स्वदेशमा होस् या विदेशमा होस् कसैले पनि नेपालमा राजतन्त्र आओस् भन्ने चाहँदैन। यदि कोही चाहन्छ भने राज परिवारका सदस्य, हिजो राजावादीबाट धेरैभन्दा धेरै फाइदा लिएकाहरू, त्यति बेला रमाएकाहरू, मोज गरेकाहरू र जनतालाई नागरिक होइन रैती ठानेकाहरू आज त्यो सपना देखिरहेका छन्। त्यो सपना कुनै पनि हालतमा पुरा हुँदैन। तर एउटा कुरा सत्य हो, प्रचण्डले, बाबुराम भट्टराईले त्यत्रो आन्दोलनको नेतृत्व गरेर नेपाललाई राजतन्त्रात्मक व्यवस्थाबाट गणतन्त्रमा प्रवेश गराउँदा जुन नेपाली जनताको रगतको बलिदानी दिएका छन्, त्यो कसम, त्यो बाचा, त्यो प्रतिबद्धता र त्यो सपना भुलेका कारण राजतन्त्रको आवाज उठेको सत्य हो। र यही अवस्था रहेमा नेपालमा गणतन्त्र जाने होइन, प्रचण्डको, केपी ओलीको, शेरबहादुर देउवाको म्याच समाप्त हुने हो। जसरी उहाँहरू पालो प्रधानमन्त्री बन्ने लहरमा देशलाई बढालमा हालिरहेका छन्, उनीहरूको म्याच सकिने हो, उनीहरूको राजनीतिक करियर सकिने हो। तर नागार्जुनबाट राजा फेरि नारायणटीमा आएर त्यो शासन चलाउने सपना नदेखे हुन्छ। यदि त्यो सपना देख्छन् कोही राजावादीले, देख्छन्, ल्याउँछु, खास गरी पछिल्लो समय असाध्यै उफ्रिएका ज्ञानबहादुर शाही, ज्ञानेन्द्र शाही पनि भनिन्छ, जुम्लाबाट चुनाव जिते, उनी ल्याउँछु भनेर लागिरहेका छन्। त्यो ज्ञानेन्द्र बहादुर शाहीजीले सपना नदेखे पनि हुन्छ। हामी त्यसको पनि केही विश्लेषणात्मक टिप्पणी गरौँला। तर अहिलेको अवस्थामा माओवादीकै भोट पाएर चुनाव जितेर नेपालको सार्वभौम संविधान प्रदत्त गणतन्त्र र सङ्घीयता व्यवस्था सहितको प्रतिनिधि सभामा छिरेर चर्को स्वर गर्दैमा गणतन्त्र खराब, राजतन्त्र सही भन्ने हुँदैन र त्यो हुँदैन पनि, त्यो सम्भवै छैन। स्मरण रहोस्, जुम्लाका कुनै पनि मतदाताले ज्ञानेन्द्र शाहीले गरेर राजतन्त्र फर्काओस् भनेर मत दिएका पनि होइनन्। त्यो माओवादीभित्रै ठुलो अन्तर्घात भएर माओवादीले राम्रो उम्मेदवार छान्न नसकेर आफूले टिकट नपाएका कारण आफ्ना उम्मेदवारलाई अन्तर्घात गरेर माओवादीका, खास गरी जुम्लाका माओवादीले, जुम्लाका एमाले, जुम्लाका काङ्ग्रेसहरूले ज्ञानबहादुर शाहीलाई जिताएका हुन्। र उनलाई जिताएर एउटा युवा भोइस, चर्को भोइस, केही गर्न सक्ने हुटुडी भएको भोइस भनेर मतदान गरेका हुन्। नेपालमा गणतन्त्र अन्त्य गरेर राजतन्त्र ल्याओस् भनेर कुनै पनि राप्रपाका नेताहरूलाई जनताले जिताएका छन् जस्तो मलाई चाहिँ लाग्दैन। होलान्, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई झापाबाट जिताएका होलान्, केही नेताहरूलाई जिताएका होलान्। तर कर्णालीबाट ज्ञानबहादुर शाहीले चुनाव जितेर गएर फेरि संसदमा फैलाएर म त चुनाव जितेर आएको, फाइफी हावी गरेर आएको होइन भन्नुभयो। त्यो सपना नदेखे हुन्छ। अर्को पटकको चुनावमा हेर्दै थाहा भइहाल्छ। आज तपाईँले कराएका एक स्वरको हिसाब किताब त मतदाताले फेरि गरिहाल्छन् नि। त्यसमा ठुलो समस्या छ जस्तो मलाई लाग्दैन। त्यसैले कोही पनि नेपाली, खास गरी युवाहरू राजावादीको आन्दोलनमा गएर, गणतन्त्रवादीको आन्दोलनमा गएर तपाईँले केही पनि पाउनुहुन्न। समयको बर्बादी भए केही पनि हुन्न। चुपचाप आफ्नो काम गरौँ। गणतन्त्र हाम्रो मात्र होइन, विश्वभरका मान्छेहरूको रोजाइ हो। हरेक दिन हरेक मान्छे नयाँ कुरा चाहन्छ र स्वतन्त्रता चाहन्छ। त्यो स्वतन्त्रता दिने भनेको राजतन्त्रले होइन, गणतन्त्रले मात्रै हो। आज अमेरिका गणतन्त्र छ, फ्रान्स गणतन्त्र छ, जापान गणतन्त्र छ, कोरियामा गणतन्त्र छ, कहाँ छैन गणतन्त्र? सबै ठाउँमा गणतन्त्र छ विश्वका जुनसुकै विकसित देशहरूमा। अनि हामी त्यही मरेको व्यवस्था राजा ल्याउनु भनेको त एकचोटि गिरिजाप्रसाद कोइरालाले कम्तीमा बेबी किङ भए पनि संविधानमा राखौँ भनेर त सानो लडाइँ लड्या होइन नि, तर नसकेकै हुन् होइन। अनि बादशाहको त्यति बेला काट्नु एउटा चर्चित छ क्या, मरेको गाई अथवा सिनोलाई गिरिजाप्रसादले कानमा हालेर फेरि ल्याउन चाहेको कार्टुन छापेपछि त गिरिजाप्रसादकै मुख बन्द भयो नि। त्यति बेला एउटा कार्टुनले हल्लाइदिएको काङ्ग्रेसलाई र गिरिजाप्रसादलाई। त्यसैले नउफ्रिँदा हुन्छ। तपाईँहरू राजावादी र गणतन्त्रवादीको आन्दोलनमा गएर समय बर्बादी नगर्नुहोस्। मैले भन्छु केही हुनेवाला छैन।
नेपालमा गणतन्त्र यो संविधान भनेको माओवादीको जनआन्दोलनको मात्रै उपलब्धि होइन कि यो संविधान भनेको नेपालमा 3 करोड मानिसहरूको हस्ताक्षरित संविधान हो। त्यहाँ प्रत्यक्ष चुनाव भएर 2 पटक भएको चुनावले पठाएका प्रतिनिधिले लेखेर सही छाप गरेर जारी गरेको संविधान र त्यही अनुसार संघीयता गणतन्त्र संविधान आएको हो। त्यसरी ल्याएको हो। 240 वर्ष शासन गरेर त्यसमाथि ज्ञानेन्द्रलाई फेरि फर्काउने कुरा त दिवा सक्नुहुँदा अर्को हुनेछ। किनभने राजा वीरेन्द्रको वंशनाश गरेर उनी राजा भएका थिए। राजा हुने बित्तिकै फेरि कु गरेका थिए। उनको आफ्नै कदमले उनको शासन सकिएको हो नि त नेपालमा। पहिला आफ्नै दाइ मार्ने भने कहीँ न कहीँ त गणतन्त्रमा कहीँ न कहीँ त त्यो भूमिकामा ज्ञानेन्द्र शाह छन् नि। भलै उनले हत्या नगरेका होलान्, त्यो त स्पष्ट भन्न सकिन्न अहिले पनि। तर त्यसको स्पष्ट छानबिन त सबभन्दा पहिला ज्ञानेन्द्रले त्यो पुष्टि गर्नु पर्यो नि त कि मेरो दाइको हत्या कसरी भयो भनेर। त्यो कारणले गर्दा नेपालमा राजा आउँछ भन्नु, राजावादीको नाममा बहस गर्नु, सामाजिक सञ्जालमा जे पाए त्यो लेख्नु, जे पाए त्यो तपाईँको समयको बर्बादी भयो, केही पनि होइन। हस्, थ्याङ्क यू सो मच।